पक्रिएलाई दादा यहाँ ल्याइदिएको छु भाग्दै थियो पक्रिकन लिएको यसलाई साले हरामजादे मेरै नुन खाएर मेरै बुढी उठाइदिइस् तँलाई त मैले आफ्नो भाइ सम्झेको थिएँ यार होइन दादा मलाई माफ गरिदिनुहोस् मलाई माफ गरिदिनुहोस् दादा बुढो भाउजू फर्काइदिन्छु कि मलाई माफ गरिदिनुहोस् हात छरे ढोकन दे ए माफ गरिदिनुहोस् न मलाई यति मात्रै भन् तैँले भाउजू किन लगिस् हँ आफू भन्नु नै भने दाजु हात छ यति जग्गा भन्छस् के गर्नु तँलाई छिटो यहाँ भन् दादालाई भन् यहाँ छिटो भन् यहाँ भन् लु भनिदिन्छु नि त दाजु लु तर म तपाईँलाई तपाईँ भनिदिइरहने तँ भन्छु म भन् न त भन् छिटो ल भन् तँ भन्छ कि तपाईँ भन्छ भन्न चाहिँ भन् त भन् भाउजूको पीडा चाहिँ मैले बुझेको छु के बुझेको छस् तैँले के बुझेको छ यहाँ सुन न बेलुका तँ कामबाट आएर चाहिँ तँ चाहिँ अन्त यसरी कोल्टे सुत्ता छ अरे भाउजूसँग यसरी खासमा चाहिँ यसरी सुत्नु पर्ने हो तँ चाहिँ यसरी सुत्छ छ अरे यसरी सुत्छ छ अरे तेरो बुढी भर्नै फर्काइदिन्छु फर्काइदिन्छु म सुत्छ छ अरे पर्ख्या उल्लु दाजु पर्ख्या लु दाजु यस्तो सुत्छ अरे म यही खोजेको ए छोड्दे चल यही खोजेको